दाल र तरकारी एकैचोटि घरमा भएको भेजिटेबलहरू काटाकुटुक्क जम्मा पारेर आज म बनाउँछु है त। भ्यान्टा, सजिउन, गाजर, सिमी, मुला, क्याप्सिकम, प्याज, टमाटर, 2वटा लसुन पछि मैले चाहिँ आफूलाई मनपर्ने दाललाई पखालेर राखिसकेँ। अब चाहिँ म अलिकति तोरीको तेल तताउँछु, 5 फुरन फुराउँछु, खोर्सानी फुराउँछु। त्यसपछि सुरुमा भेजिटेबल सँगसँगै दाललाई पनि ट्याक्कै यसैमा राखेर मजासँग एकपटक चलाउँछु, किनभने पिरमा डढिहाल्छ नि त। अब यो धेरै भुटिरहनु पर्दैन, कलर चेन्ज हुनु पर्दैन। मैले चाहिँ एकैछिन भुटेँ अनि अलिकति बेसार स्वाद अनुसार नुन राखिसकेपछि मजाले फेरि पनि चलाउँछु। अब आफूलाई कतिको बाक्लो पातलो बनाएको मनपर्छ त्यो अनुसार पानी राखेर प्रेसर कुकरमा बिर्को लगाएर सर्लक्क 2-3 सिटी लगाइसकेपछि कस्तो मजाले एकैचोटिमा दाल र तरकारी पाकेर रेडी हुन्छ। अब नुन पिरो अमिलो ठ्याक्क मिलेको खलमा पिसेको एक ठुलो चम्चा गोलभेडाको अचार साइडमा राख्ने अनि यो दाल र तरकारी एकैचोटि बनाएको छ नि 2 डाडु जति राखेर भात पनि रुच्छ, ढिँडो पनि रुच्छ। हजुरहरूले अवश्य पनि ट्राई गर्नुहोला। मेरो यो सानो प्रयास कस्तो लाग्यो?